हजुरहरूले पनि के यो म्युचुअल फन्ड किन्नु भएको छ, ओपन इन्डेड म्युचुअल फन्ड, अनि अब कसरी बेच्ने भनेर सोचिरहनु भएको होला। त्यही चाहिँ म आज तपाईँहरूलाई गरेर देखाउन गइरहेको छु है त। सबैभन्दा सुरुमा आफ्नो एउटा ब्राउजर खोल्ने होइन, म चाहिँ अहिले क्रोम खोलेर देखाउँछु। त्यस जसरी यसरी हेर्ने माई पोर्टफोलियोमा जाने। ल हेर्नुहोस् त, मसँग भएको चाहिँ यो प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम ओपन इन्डेड म्युचुअल फन्ड भनेर छ नि होइन। सेकेन्डरी मार्केटबाट यो चाहिँ बेच्नु मिल्दैन। त्यसको लागि चाहिँ अब के गर्नु पर्यो भन्दाखेरि अब यो प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम छ नि, यही नाम चाहिँ अब यो प्रभुको हो नि त होइन। अब प्रभु सिस्टमेटिक भनेर यसरी तपाईँले यो सबै हाल्नु होइन, इन्भेस्टमेन्ट त्यो सबै के लेखेको छ स्किम ओपन इन्डेड म्युचुअल फन्ड हाल्ने बित्तिकै त्यो प्रभु क्यापिटलको अगाडि नै आउँछ क्या। जस्तै अब कुमारीको हो भने कुमारी नै आउँछ, तपाईँले त्यो नाम हाल्ने बित्तिकै म्युचुअल फन्डको त्यहाँ आइहाल्छ क्या। तपाईँको यस्तो खालको आउँछ। यो अरू म्युचुअल फन्ड, अरू कम्पनीको म्युचुअल फन्डको नि सेम टु सेम यही आउँछ, जस्ट यहाँ यो लोगो चेन्ज हुन्छ, अरू सबै कुराहरू सेम टु सेम हुन्छ होइन। साइनअपमा जानु पऱ्यो। साइनअपमा गइसके पछाडि तपाईँहरूको यो अब कुन ब्याङ्कबाट खोल्नु भएको छ डिपी एकाउन्ट होइन। जस्तै मैले यो दिप्सिकाबाट खोलेको छु। अब यो के भनेको छ बिओआइडी भने यो हालिदिने है। लास्ट 8वटा डिजिट मात्र हाल्नुपर्छ भनेको छ है। अनि अब क्लाइन्ट टाइप अब तपाईँ इन्डिभिजुअल खोल्नुभएको छ, कम्पनीको खातामा खोल्नु भएको छ। अनि फर्स्ट नेम, लास्ट नेम, इमेल एड्रेस, फोन नम्बर, पासवर्ड, फेरि कन्फर्म पासवर्ड यति गरिसकेर यहाँ टिक लाएर रजिस्टर गरिदिनु होला। फेरि प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम ओपन इन्डेड म्युचुअल फन्ड भनेर गुगलमा सर्च गर्नु बित्तिकै फेरि यो प्रभु क्यापिटल लिमिटेडको आउँछ। यो आइसके पछाडि माथि नै जाने। अब यो त अघि साइनअप गरिसक्यौँ नि त, अब लगइनमा जाने कि लगइनमा जाने। अनि इन्टर बिओआइडी आफ्नो तलपट्टिको पासवर्ड हाल्ने, के राख्नु भएको छ त्यो साइनअप गर्ने बेलामा तपाईँले हालेको डिटेलहरू सबै आफ्नो मेरो सेयरको डिटेलहरू सबै हालिसके पछाडि यसमा चाहिँ तपाईँको टोटल युनिट कति किनेको छ अटोमेटिक सिङ्क भएर यहाँ आइसक्छ क्या। बुझ्नुभयो नि होइन। अब बेच्नुको लागि चाहिँ यो रिडिम्सन भन्ने छ नि होइन, यसमा जाने। अब यहाँ रिडिम भन्ने छ नि, हेर्नु त यो रिडिममा जाने। अब यहाँ हेर्नु त यहाँ करेन्ट ब्यालेन्स 100 छ नि है, फ्री ब्यालेन्स पनि 100 छ। युनिट्स टु रिडिम भनेको छ। अब म 100 100 गर्छु भने पछाडि मैले यो 100मा यो अल रिडिममा मैले टिक लाउने बित्तिकै 100 नै देखायो। गरिसके पछाडि प्रोसिड फर रिडिम्सनमा जाने है। रिक्वेस्टेड सक्सेसफुल्ली भनेर भनेको छ नि है। अब यहाँ के भनेको छ स्ट्याटसमा हेर्नु त पेन्डिङ भनेर भनेको छ है। अब यो पेन्डिङको चाहिँ अब हाम्रो यहाँ एप्रुभल आए पछाडि हाम्रो यो सेल भएर यहाँबाट चाहिँ यो हराएर त्यस पछाडि यो जुन पैसा छ हाम्रो त्यो खातामा आउँछ। यही हो है त। हस् त, धन्यवाद।